अब देश कसले बनाउने, कसरी बनाउने, के गरी बनाउने भन्ने कुराहरू त बिस्तारै बिस्तारै आफ्नो घोषणापत्र त आइहाल्छ। तर हरेक वर्ष चाहिँ घोषणापत्र नआउने भन्ने हुँदैन। र घोषणापत्र हेरेर त हाम्रो देशले 5 वर्षमा त अमेरिकालाई पनि लगभग लगभग पछाडि पारिदिने हो कि भन्ने चाहिँ पनि हामीलाई लाग्छ। अब त्यही घोषणापत्र सिरानीमा हालेर सुत्ने हो कि या त्यही घोषणापत्र चाहिँ चुनाव सकिसके पछाडि चट्ट लाएर चटपटे पसलमा भेटिने हो कि अब सही मान्छेलाई सही ठाउँमा कसरी राख्ने भन्ने कुराहरू सोच्ने भन्ने कुरो चाहिँ यो नेपाली आम जनको हातमा अलिक चाँडै आएको छ। 84सम्म कुर्नु पर्थ्यो, अब अहिले 82-83मै लगभग लगभग आएको छ। अहिले एकतर्फी रूपमा जब बालेन 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 भनेर यो सोसल मिडियाभरि जुन देखिएको छ त्यसले एउटा कुरो चाहिँ के देखाउँछ भनेदेखि बालेनलाई अलिकति सजिलो त छ, या भनौँ बालेनको विरोधीहरूलाई अलिअलि गाह्रो त छ। किनकि जताततै ब्रान्डिङ यस्तो मजाले भइरहेको छ कि जताततै अब एउटा पोस्ट हालिदिने बित्तिकै सखाफ खायो केटो अनि यस्तो भइसके पछाडि सक्छ त। अब त्यो फेरि हामीले भगवानै बनाइहाल्नुपर्छ भन्ने चाहिँ छैन है। फेरि सबै कुराहरू बुझ्नु पऱ्यो, सबै कुराहरू जान्नु पऱ्यो र ट्याक्क लाएर भोट हाल्नु पऱ्यो, राम्रो ठाउँमा भोट हाल्नु पऱ्यो। अनि हामी विदेश बस्ने मान्छेहरू पनि घर आउनु पाउनु पऱ्यो। त्यति हो। ल है त, जय नेपाल।